सबसे महँगो रक्सी कति खानु भएको छ तपाईँले? एकदमै महँगो रक्सी, महँगो एकदमै महँगो रक्सी कति हजार खानु भएको छ? कि लाखको? लाखै भन्यो नि महँगो हुन्छ। होइन किनेर त खाएको छुइनँ तपाईँ जतिको मान्छे किनेर खुवाउनु भयो नि त, कसैले त खुवाइसक्यो। होइन कसैले पनि खाएको होइन, कम्पनीमै गएँ, एउटा फ्याक्ट्रीमै गएँ अगाडि अनि यसो हेरेँ अनि त्यो थियो सायद 55,000 पाउन्ड थियो होला त्यसको। 55,000 पाउन्ड महँगो रक्सी खाइसक्नु त अनि त्यो भनेको कति लगभग 80-90 लाख करोड त्यस्तै होला माथि कति मूल्य सबसे महँगो रक्सी खानु त होइन मैले अहिलेसम्म यसो बोतल देखेँ नि त, यदि प्राइस देखेँ महँगो है। अनि त्यहाँनिर अब पुरानो होला क्या दाइले भने कति वर्ष अगाडि होला नि त। त्यसको धेरै कुरा छ, स्टोरी छ नि त, आफ्नो स्टोरी छ नि त। अनि मैले के भने यो टेस्ट गर्नु पाउँछ कि पाउँदिनँ भने यही चाहिँ अनि त्यहाँनिर अरू सबैले गएका साथीहरूले पनि रिक्वेस्ट गर्यो यो खास राम्रै मान्छे हो, नेपालको सुपरस्टार हो, अधिकार पर्यो आफ्नो सेलिब्रिटी कार्ड त खिच्नु भयो तपाईँले। अब त्यहाँबाट एउटा एक बोतल अर्को नर्मल रक्सी पनि किनेर ल्याउनु पर्ने त, विशेष त्यो चाहिँ आफै भरेर ल्याउनु पर्ने एउटा रक्सी किनेर ल्याउँछु पनि भन्ने कुरा सोच पनि आएको थियो। अनि त्यो चाखेको थिएँ त्यो अब मूल्य चाहिँ त्यति पर्ने अब, तर अब टेस्टमा के थियो अब त्यो चाहिँ पारखी चाहिँ होइन, जान्ने मान्छे होइन म। तपाईँले चाहिँ कस्तो फिल भयो त्यो? अब त्यो मूल्य सम्झेर खाइनँ मैले खास त थियो, तर रक्सी सम्झेर खाँदा रक्सी सम्झेर रक्सी नै जस्तो थियो, रक्सी नै जस्तो थियो, त्यस्तो के डिफरेन्स थिएन? होइन अब थियो होला, त्यो जान्ने मान्छे होइन, जान्ने मान्छे होइन नि त अब त्यो खास